फर्स्टमा मैले काजल लगाउँछु यस्तो मजाले अनि टाइट लाइन पनि गर्छु वेट फर द प्रोसेस होइन वेट फर द रिजल्ट फर्स्ट द प्रोसेस होइन वेट फर द के बोल्छु हो म नेल्स निस्केला फेरि अनि मजाले टाइट लाइन गर्छु यो वाला गाजर लिला चाहिँ मजा सो होइन मैले टाइट लाइन गरिसकेँ एज यु क्यान सी यो चाहिँ होइन पछि म रिमुभ गर्छु मिलाउँछु एकछिन पक्नु प्यानिक नहुनु है फेरि होइन सो मैले मजाले होइन टाइट लाइनमा कलरमाथि मजाले लगाएँ आफ्टर द्याट होइन म यस्तो आँखामाथि पनि लगाउँछु है अनि हल्का स्मच गरिदिन्छु एन्ड अब मेन क्यारेक्टर है लाइनर त होइन एनी हाउ लाउनु लिनुपर्छ किनकि कस्तो राम्रो सेट हुन्छ वेट म देखाउँछु मैले एक दुईवटा भिडियोमा पनि भनेको थिएँ लाइभमा पनि भनेको थिएँ कि लाइक हजुरको गाजल होइन बग्ने यस्तो होइन अब यस्तो गाजल लगाउँदा त बग्छ नि त तलमाथि लागे जस्तो हुन्छ होइन अब मजाले कस्तो त्यो क्लिन देख्दैन नि त सो त्यसको लागि चाहिँ लाइनर हजुरले जति गाजल लाउनु भएको छ नि होइन यहाँ गाजलमाथि टक्क माथिबाट लाइनर लगाइदिने कि तलमाथि टक्क सेट गरेर है हल्का हल्का अनि त्यो गरेपछि गाजल मजाले होइन हजुरले रिमुभ गर्न नचाहेसम्म त्यो के पनि हुँदैन कि यताउता यु डोन्ट निड एनी पाउडर होइन अब त्यो के अरे अब कति कुराहरू होइन सेटिङ पाउडर यताउता के लगाएर सेट गर्नुहुन्छ नि त्यो गर्नु पर्दैन एकदमै इजी प्लस कस्तो त्यो होइन स्मोकी आइज होइन ब्ल्याक देखिन्छ कि कस्तो खतरा राम्रो देखिन्छ कि सो एकचोटि ट्राई गर्नु होला कि यु विल लभ इट कस्टम मैले चाहिँ कति वर्ष भयो 3-4 वर्ष नै भयो अहिले मेरो साथीहरू मेरो घरको फ्यामिली दिदीबहिनी सबले यही ह्याक युज गर्नुहुन्छ कि यु सुड ट्राई गर्नु कस्टम हो एकदम राम्रो सो होइन यस्तो गर्ने अनि यो गाजर लगाएकोमा टक 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 यसरी लगाइदिने लुक कस्तो मजाले सेट हुन्छ अनि यस्तो भयो होइन सो यतिको देख्छ अनि यो बडी भएको प्रोडक्ट बाहिर लागेको अलि मसिनो होइन टक्क क्लिन देखाउनु मन छ भने यो सुकेपछि यसले टक्क यसरी क्लिन गर्ने वेट सो क्लिन गरेपछि यस्तो देखिरहेछ होइन कस्तो राम्रो देखिरहेछ मलाई चाहिँ हल्का विङ्स पनि तान्नु मन लाग्यो यो बिचको होइन यो दुईवटा छ नि यो कर्नर बिचको यति यो बिचबाट क्या बिचको कर्नरवाला यसरी तानिदिन्छ होइन यस्तो राम्रो छ होइन अनि दिज आर माई फ्याक ल्यास नि त अघि भर्खरै मैले टाँसेको थिएँ मिलाइदिउँ होइन माथि यसको अहिले यति नै हो लुक यस्तो देखिरहेछ मलाई चाहिँ एकदम मन परिरहेछ यो वाला सो त्यही भएर मैले कन्टिन्यू अहिले सुट यताउता होइन मेरो कन्टेन्ट भिडियो होइन बिहार यताउता गर्दाखेरि पनि मैले